साथीहरू, मानिसहरू भन्छन् नि अस्ट्रेलिया पुग्यो भने जीवन बन्यो। म पनि यही विश्वास गरेर 18 वर्षको उमेरमा सन् 2017मा अस्ट्रेलिया आइपुगेको थिएँ। सपनाहरू धेरै थिए, आँखामा भविष्य थियो र मुटुभरि एउटा मान्छेको माया थियो। मलाई लाग्थ्यो एक दिन उसलाई पनि म अस्ट्रेलिया ल्याउनेछु। हामी सँगै मेहनत गर्नेछौँ, पैसा कमाउनेछौँ, ठुलो घर किन्नेछौँ, राम्रो गाडी चढ्नेछौँ अनि जीवन पूर्ण हुनेछ। तर आज 27 वर्षको उमेरमा बसेर यो भिडियो बनाइरहेको छु, किनभने मैले सबै कुरा पाएँ, तर एउटा कुरा गुमाएँ, आफ्नो मनको शान्ति। उसको भिसा 4 पटक रिजेक्ट भयो। मैले परिवारको विरोध सहेर निर्णय लिएँ। पेपर म्यारिजसम्म गरेँ। दिनरात 2वटा फुल टाइम काम गरेर अन्ततः उसलाई अस्ट्रेलिया ल्याइ छाडेँ। हामीसँग $20,000 गाडी थियो, बचत पनि थियो। बाहिरबाट हेर्दा हामी सफल जोडी मानिन्थ्यौँ। तर घरको ढोका बन्द भएपछि हरेक दिन एउटा नयाँ युद्ध सुरु हुन्थ्यो। आज म तपाईलाई कसैलाई दोष दिन होइन, मेरो जीवनले मलाई धेरै महँगो मूल्य तिरेर सिकाएको एउटा सत्य कुरा सुनाउन गएको छु। सायद यो कथा सुनेपछि तपाईँ पनि आफ्नो जीवनका केही निर्णयहरू फेरि एकपटक सोच्नुहुनेछ। सन् 2017 म 18 वर्षको थिएँ। मनमा ठुला सपनाहरू थिए, राम्रो भविष्य बनाउने चाहना थियो। त्यही समयमा मेरो जीवनमा प्रेम पनि थियो। मलाई लाग्थ्यो एक दिन हामी दुवै सँगै अस्ट्रेलियामा नयाँ जीवन सुरु गर्नेछौँ। तर जीवनले सोचे जस्तो बाटो रोजेन। उसको भिजा पटक रिजेक्ट भयो। पहिलो, दोस्रो, तेस्रो अनि चौथो पटक पनि। हरेक रिजेक्सनमा हामी फेरि उठ्यौँ, फेरि प्रयास गर्यौँ। त्यति बेला लाग्थ्यो प्रेमका लागि जस्तो सुकै सङ्घर्ष पनि गर्नुपर्छ। उमेर कम थियो, सोच पनि अपरिपक्व थियो। परिवारको पूर्ण सहमति नलिई नेपाल फर्कियौँ। हामीले पेपर म्यारिज पनि गर्यौँ। डकुमेन्ट बलियो बनाउन थर समेत परिवर्तन गरियो। हाम्रो विश्वास थियो अब सबै ठिक हुन्छ। तर फेरि अर्को झट्का आयो। डिपेन्डेन्ट भिजा पनि रिजेक्सन भयो। त्यो दिन मैले पहिलो पटक महसुस गरेँ जीवनमा सबै कुरा इच्छा गरेर मात्र नपुग्दो रहेछ। मैले भिजाकै लागि पढाइको बाटो पनि परिवर्तन गरेँ। अन्त्यतः कुकरी पढ्न थालेँ। सिडनीको मौसमन क्षेत्रमा 2वटा फुल टाइम काम पनि गर्न थालेँ। दिन र रात छुट्याउने समय थिएन। कहिलेकाहीँ शरीरले हार मान्थ्यो, तर मनले भन्यो अझै केही समय सहनुपर्छ। वर्षौँदेखिको मेहनतपछि अन्ततः 2021मा उसलाई पनि अस्ट्रेलिया ल्याउन सफल भएँ। त्यो दिन मलाई लाग्यो अब सबै दुःखहरू सकिए। तर वास्तवमा त्यहीँबाट अर्को सङ्घर्ष सुरु भयो। हामीले धेरै मेहनत गर्यौँ। करिब $70,000 को गाडी किन्यौँ। $70,000 बचत पनि गर्यौँ। बाहिरबाट हेर्दा हामी सफल जोडी मानिन्थ्यौँ। तर घरभित्र सानातिना कुरामा पनि झगडा हुन थाल्थ्यो। झगडा पनि यति बढ्थ्यो कि रिसको बेला सामान फुट्थे। 4वटा आइफोन फुटे, एउटा महँगो टिभी पनि फुट्यो। यी वस्तुहरूभन्दा धेरै हाम्रो सम्बन्ध बिस्तारै चर्किँदै गइरहेको थियो। कतिपय रात म आफ्नै गाडीमा सुत्थेँ। त्यो रातहरूमा म आफैलाई एउटा प्रश्न सोध्थेँ, के यही जीवनका लागि मैले यति धेरै सङ्घर्ष गरिरहेको थिएँ? सबैभन्दा धेरै दुःख त एउटा कुराले दियो। सपना पुरा गर्ने दौडमा मैले आफ्नै परिवारलाई समय दिन छोडिसकेको थिएँ। आमा बुबाको साथ छुट्दै गयो। अरूका लागि धेरै गरियो,
तर पछि महसुस भयो आफ्ना सम्बन्धहरू जोगाउनु पनि कमाई जत्तिकै महत्त्वपूर्ण रहेछ। आज यो कथा मैले कसैलाई दोष दिन सुनाइरहेको छैन। यो मेरो जीवनले मलाई सिकाएको पाठ हो। विदेशले पैसा दिन सक्छ, ठुलो घर, गाडी र सुविधा पनि दिन सक्छ, तर यदि मनको शान्ति, सम्मान र सम्बन्ध जोगिएन भने त्यो सफलता अधुरो रहन्छ। यदि तपाईँ पनि आफ्नो सपना पछ्याउँदै हुनुहुन्छ भने पैसा कमाउनुहोस्, तर आफूलाई, आफ्नो परिवारलाई र आफ्नो मानसिक शान्तिलाई कहिल्यै नहराउनुहोस्। किनभने अन्त्यमा मानिसलाई सबैभन्दा धेरै चाहिने कुरा पैसा होइन, शान्त मन र आफन्तहरूको साथ हो।